सुदनजी मलाई धेरै कुरा थाहा छैन, तपाईँ यो देशलाई माया गर्ने देशभक्त मान्छे हो, त्यति म भन्न सक्छु भनेको थिएँ। सुदन गुरुङ देशलाई माया गर्ने मान्छे हो। सुदन गुरुङका शैलीहरूमा प्रश्न होला। सुदन गुरुङको भित्र एउटा अबोध बालक छ, एउटा अबोध बालक छ, एउटा जिज्ञासु मानिस छ होला। सुदन गुरुङको राजनीतिक परिपक्वतामा तपाईँहरूलाई प्रश्न आउला। सुदन गुरुङका कतिपय अभिव्यक्तिहरूमा प्रश्न गर्ने ठाउँहरू तपाईँले निकाल्नुहुन्छ होला। तर सुदन गुरुङ यो देशलाई माया गर्ने छोरो हो, मलाई त्यसमा अलिकति पनि शङ्का छैन। कमजोरीहरू छन् कसैका, हाम्रा पनि छन्, सबैका, तिनलाई सुधार्दै जाने हो। तर रासोपाभित्र रहेका हामी सबै साथीहरू होस्टेमा हैसे गराएर देशलाई माया गर्ने सुदन गुरुङलाई सँगै जितेर लिएर जान्छौँ र जेनजी आन्दोलनमा घाइतेहरूका लागि लड्ने, परिवारहरूका लागि लड्ने, शहीद परिवारहरूको लागि लड्ने र निरन्तर लडिरहने एउटा त्यस्तो योद्धा हो सुदन गुरुङ। त्यसकारणले मित्र सुदन गुरुङलाई पनि यहाँहरूले विजयी बनाएर सङ्घीय संसदमा एउटा जोरदार आवाजका रूपमा प्रस्तुत गर्नुहुनेछ भन्ने कुरा पनि म जानकारी गराउन चाहन्छु। र यो सँगसँगै यहाँहरूको कार्यक्रम निरन्तर चलोस्।